गुड मर्निङ सेवारो नमस्ते हजुरहरूलाई। आज चाहिँ म हजुरहरूलाई आफ्नो डेली रुटिन मर्निङको डेली रुटिन भन्न गइरहेको छु। मेरो सबैभन्दा पहिला चाहिँ म चाहिँ उठेपछि चाहिँ वासरुम गएर फेरि टुथब्रसहरू गरेँ, फेस वास गरेँ हैन। छोरीले चाहिँ मलाई भिडियो बनाइदिँदै थियो हैन, फकाउनुपर्छ कति धेरै। त्यसपछि मलाई त्यसरी कपाल झरेको चाहिँ मनै पर्दैन अनि कपाल यसरी स्वाट्टै बाँधेँ, किनभने अब म फेस धुनेवाला छु त्यसपछि हैन। अनि फेसलाई पनि म माडी धुन्छु हैन, छला पिल्छु नै गरी फेसको। अनि त्यसपछि म आफ्नो डेली स्किन केयर गर्छु। म चाहिँ त्यस्तो धेरै स्किन केयर प्रोडक्ट चाहिँ चलाउँदैन, ओन्ली मोइस्चराइजर एन्ड सनस्क्रिन दुईटा मात्रै युज गर्छु। त्यो पनि मलाई पुगाउनु निकै दाउ गाह्रो पर्छ हैन। त्यति गर्नको लागि गाह्रो पर्छ, किनभने स्किन केयर प्रोडक्टहरू चाहिँ एकदम धेरै एक्सपेन्सिभ हुन्छ। अनि त्यसपछि म यो चाहिँ आफै बनाएको भिडियो है, मलाई छोरीले खिच्देको होइन, यो चाहिँ अघि एकछिन मात्रै खिच्देको थियो। त्यसपछि म किचन झर्छु। किचन झरेर सबैभन्दा फर्स्टमा दाल खाना साना बसाउँछु अनि तातो पानी पनि सेलाउँछु, किनभने यति तातो त खानु सकिँदैन अहिले गर्मीमा गाइसहरू। अनि सेलाउँछु। अनि मेरो मर्निङको डाइट यस्तो हुन्छ गाइजहरू एकदम। अनि आज चाहिँ मेरो फेभरेट अचार बनाउन गइरहेको छु। त्यसपछि मेरो फेभरेट सब्जी चाहिँ मेरो